प्रतीक्षाको घडी पनि सकिसकेको छ। अब हामी हाम्रा प्रमुख अतिथिज्यूलाई आफ्नो मन्तव्यका लागि अनुरोध गर्दछु। धन्यवाद। आज यो पिटी वर्क पोर्टल हाम्रो कंपनी नाम पार्ट टाइम बोर्ड का भी होता है डेवलपर पार्ट टाइम क्विक वर्क प्राइवेट लिमिटेड कंपनी क्विक वर्क प्राइवेट लिमिटेड कंपनीले जुन अहिले यो जब पोर्टल चाहिँ लन्च गरिराखेका छ। यस अवसरमा यसका कार्यक्रमका अध्यक्ष तथा कंपनीका डाइरेक्टर दशरथ गिरीजी, मञ्चासीन सम्पूर्ण महत्त्वपूर्ण व्यक्तित्वहरू र उपस्थित महिला तथा सज्जनवृन्द, पत्रकार साथीहरू, असाध्यै मिठो स्वागत मन्तव्यबाट यो कार्यक्रम सुरु भएको छ। उहाँलाई धन्यवाद दिन्छु, साधुवाद दिन्छु। त्यही कता मलाई पनि के भने अलिकति आज मङ्गलबार पनि हो कि अरे, अनि मङ्गलकारी पनि शुभकारी भएको छ होइन। हामी कहिले बिहान उठ्ने बित्तिकै मङ्गलम भगवान् विष्णु मङ्गलम बड गरुड छ, मङ्गलम पुनरीकाक्ष्य मङ्गलाय भन्नुभयो भनेपछि त्यो मङ्गल कार्य आज चाहिँ मैले बिहानदेखि म मङ्गल कार्यमा लागेको छु। आज बिहान असाध्यै महत्त्वपूर्ण चाहिँ नि मिटिङबाट हामीले सुरु गऱ्यौँ। त्यसको एउटा सर्कल अहिले आएर इन्ड भइरहेको छ। त्यो के थियो भने भर्खर मात्रै तपाईँहरूलाई थाहा छ, नेपाल सरकारले श्रम रोजगार सुरक्षा मन्त्रालयले हामीले एउटा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरेका थियौँ। राष्ट्रिय श्रम तथा के भन्छ भने रोजगार राष्ट्रिय सम्मेलनको प्रमुख उद्देश्य के थियो भने जुन किसिमको अहिले यथार्थै भनौँ, जो हामी हरेक ठाउँमा सुनिराखेका हुन्छौँ, विशेष गरिकन किनभने हामी लामो समयदेखि विभिन्न किसिमका राजनीतिक आरोह अवरोह गर्दै यहाँसम्म आइपुग्दाखेरि विभिन्न हाम्रा चाहिँ पूर्वाधार विकासहरू विभिन्न ठाउँमा पुगे तापनि हामीले यथार्थ हेर्ने भने निर्माण विकासका कुराहरू, पूर्वाधारका विकासका कुराहरू गर्दाखेरि ती विकासहरूलाई हामीले सरसर्ती हेर्दाखेरि मलाई लाग्छ करिब मुलुकको 77 जिल्लामा अब बाटो पुगिसकेको छ। 90%मा बढी मानिसको घरमा बिजुली पनि पुगिसकेको छ, खाने पनि पुगिसकेको छ। त्यो चरणलाई हेर्दाखेरि चाहिँ विकास के भएको छैन भन्ने कुरो पनि हुन्छ। तर त्यो विकाससँग हामीले उद्यमशीलतालाई जोड्न सकेनौँ, जसले गर्दाखेरि उत्पादकता वृद्धि भएर सकेन, जसले रोजगारी सृजना गर्न सकेन। अनि बेरोजगारीको कारणले गर्दाखेरि मुलुकमा चाहिँ एउटा परिस्थिति निर्माण भयो र आज चाहिँ करिब मुलुकमा 5 लाख चाहिँ हरेक वर्ष श्रम शक्ति, युवा श्रम शक्ति बजारमा आउँदछन्। तर हामी बढी से बढी 1 लाखभन्दा बढी हामी आन्तरिक रोजगारमा समावेश गर्न सक्दैनौँ। 4 लाख युवाहरू बाध्यात्मक अवस्थामा बाहिर जाने पर्ने अवस्था छ। यो मुलुकको यथार्थ। यो यथार्थतामा आधारित चाहिँ अब गर्ने के त भनेपछि यदि सधैँ हामी यही रागवाला पनि सधैँ यही कुरा गरी हिँड्ने भने त यसको समाधान त हुँदैन। समाधान के हो त? पहिलो कुरो मलाई के लाग्छ भने सबभन्दा पहिलो कुरा हामीले सरसर्ती परिस्थिति रहेछ र अत्यन्तै निर्मम तरिकाबाट हामीले विश्लेषण गर्न आवश्यक छ। यसलाई एउटा स्टन्टबाजी भन्ने कि एउटा भाष्य निर्माण भन्ने कि अथवा यथार्थ र डाटाको हिसाबमा हामीले कुराकानी गर्ने। मोटामोटी नेपालबाट 70 लाख मानिस वैदेशिक रोजगारमा जाने भन्ने हाम्रो आँकडाले देखाउँछ। 70 लाख मानिसहरू मध्येबाट पनि 90% भन्दा बढी मानिसहरूको गन्तव्य भनेको खाडी, मलेसिया, जापान र कोरिया छ। खाडी, मलेसिया, जापान र कोरियामा पलायनको सम्भावना छैन। त्यहाँ पलायन गर्न पाइँदैन। त्यहाँ गएका जनशक्तिहरू कोही 2 वर्ष, कोही 4 वर्ष, कोही आउने जाने, कोही 6 वर्ष, तर उनीहरू फर्केरै आएको अवस्था छ। अस्ति मैले रिटर्नी माइग्रेट चाहिँ नेटवर्कलाई चाहिँ भने मतलब के भने रिटर्नी सञ्जाल जो छ त्यहाँ चाहिँ नि रिटर्नी माइग्रेट्सहरूको आप्रवास जो फर्केर आएका छन् रिटर्नीहरू, उनीहरूको एउटा नेसनल सञ्जाल बनाएको छ। उहाँहरूसँग कुरा गर्दाखेरि वैदेशिक रोजगारबाट फर्केर आएका 42 लाखको सङ्ख्या यहाँ छ भनेर उहाँले भन्नुभएको छ।
70 लाख हामी बाहिर गएको छौँ, 42 लाख फर्केर आएको छ, आउने जाने क्रम भइरहेको छ भनेपछि यसलाई कसरी हेर्नु पर्यो भने दुई पार्टले हेर्नु पर्यो। युरोपतिर जाने, विशेष गरिकन अमेरिका युरोप जाने, अमेरिकामा गएको आप्रवासन के अवस्था छ सबैले बुझिराखेका छन् भनेपछि मेजोरिटी मानिसहरू जो जान्छन् उनीहरू फर्केर आइरहेका छन्। अब हामीले चाहिँ के भन्ने हेर्ने कुरा के भने त्यो को आछन्, कहाँ छन्, के सिकेर आछन् भन्ने कुरो हो यहाँ कसैलाई थाहा हुँदैन। वैदेशिक रोजगारबाट फर्केर आएका मानिसहरू जो छन् उनले तीनवटा कुरा लिएर आएका हुन्छन्। सबभन्दा पहिले वहाँ गएर खाली हात बसेर त खान दिँदैन कसैले, काम गर्नै पर्छ, त्यो केही सिकेकै हुन्छ। फर्केर आउँदा उसले केही सिप लिएर आउने हो, अलिकति पुँजी पनि लिएर आउने हो र सबभन्दा ठुलो काम लिएर आउने भनेको जाँगर, काम गर्ने वर्क एउटा चाहिँ नि कल्चर लिएर आउने हो। किन यहाँ पहिले काम गर्दैन, पहिले यहाँ काम गर्दैनन् अनि वहाँ गएर त्यो ठोकर खाएपछि बल्ल कामको श्रमको चाहिँ के छ भन्ने कुरो बुझाइ हुन्छन्। अब हाम्रो निम्ति चुनौती र अवसर दुईटै के हो भने वैदेशिक रोजगारमा गएर फर्केका मानिसहरूलाई हामीले यहाँ रोजगारमा कसरी आबद्ध गर्ने यो महत्त्वपूर्ण विषय हो। हाम्रो श्रम शक्ति त्यो हो, त्यसलाई हामीले मध्यनजर राख्नुपर्दछ। त्यसैको निम्ति आज बिहान हामीले सुरुवात गरेको चाहिँ के भने यो श्रम रोजगार सम्मेलनले हामीले सबै स्टेक होल्डरलाई भने मतलब को भन्दा रोजगारसँग जोडिएका चाहिँ श्रमशक्तिसँग जोडिएका त्यहाँ सबभन्दा पहिलो कुरो श्रमिकहरूको चाहिँ अर्गनाइज सेक्टर भनेको ट्रेड युनियन छ। रोजगारदाताका अर्गनाइज सेक्टर भनेको एफएनसिसिआई, सिएनआई लगायतका चाहिँ विभिन्न चाहिँ संस्थाहरू र ट्रेनिङ प्रदायक संस्थाहरू, सिप दिने चाहिँ संस्थाहरूको बिचमा हामी बसेर विज्ञहरूलाई राखेर हामी 2 दिन चाहिँ राष्ट्रिय चाहिँ सम्मेलन गऱ्यौँ। त्यसले चाहिँ भने केही निचोडहरू दियो, त्यो निचोडलाई टेकेर अब हामी अगाडि बढ्यौँ। अगाडि बढ्ने सिलसिलामा पनि के भने अहिले मैले बिहान हामीले सुरु गरौँ त्यो चाहिँ के थियो भने नेपाल सरकार सबभन्दा महत्त्वपूर्ण विषय के छ भने अहिले राम्रो एउटा चाहिँ सर्किट बनाएको छ, त्यो एकदम ठिक कुरा हो। इम्प्लोइ इम्प्लोयर भने मतलब रोजगारदाता र रोजगार खोज्ने मान्छेको मिलन कहाँ हुने त, मिलनको एउटा प्लेटफर्म यहाँ आयो। त्यो प्लेटफर्म तपाईँले बनाउनु भयो, त त्योभन्दा महत्त्वपूर्ण प्लेटफर्म अर्को छ। त्यहाँ रोजगारदाता र रोजगार खोज्ने मानिसको बिचमा पहिलो चाहिँ प्लेटफर्म, पहिलो कनेक्सन भनेको सिप हुनुपर्छ। सिपले जोड्नु पर्यो नि। प्लम्बर खोज्नुहुन्छ त प्लम्बिङ जाने मान्छे चाहियो नि, इलेक्ट्रिसियन खोज्नुहुन्छ इलेक्ट्रिसियन जाने मान्छे चाहियो नि। कुनै पनि मानिसको हातमा हुनर भएन भने, सिप भएन भने रोजगारी हुँदैन। किसानको छोरोले पनि खेत जोत्न पनि सिक्नै पर्छ। त्यस हुनाले चाहिँ के भने हामीले यो सर्किटलाई भने मतलब चाहिँ नि कोरा जनशक्तिलाई सिप प्रदान गरेर सिपयुक्त जनशक्ति बनाएर रोजगारसँग जोड्ने, यो जोड्ने कुराको लागि महत्त्वपूर्ण पोर्टल के हो भने अनि यो पोर्टल हो। त्यति बेला यो काम लाग्ने भयो चिन्ता छ। त्यस हुनाले आज बिहान हामी 3वटा मन्त्री बसेका छौँ, शिक्षा मन्त्री, श्रम मन्त्री, उद्योग मन्त्री। किन हामीलाई म्यान्डेट के थियो भने अस्तिको श्रम रोजगार सम्मेलनबाट नेपाल सरकारले प्रदान गरेको 13वटा मन्त्रालयले विभिन्न किसिमको ट्रेनिङ दिँदा रहेछन्। कसलाई दिएका छन्, कसले लिएका छन्, त्यो ट्रेनिङ लिएका मान्छे कहाँ छन्, उसले त्यो ट्रेनिङ अनुसार रोजगार पाएको कि छैन, कुनै हिसाब किताब छैन। त्यस हुनाले सरकारले दिने सबै खालका चाहिँ तालिमहरू, व्यावसायिक तालिमहरू, सिप तालिमहरू र सरकारले दिने माध्यमहरू पहिले एक ठाउँ बसेर कुरा गर्नु पर्यो, वन डोर बनाउनु पर्यो भन्ने हिसाबमा हामीसँग अहिले 3वटा निकाय बन्यो। नेपालमा भएका 6 महिनासम्मका स्किल र भोकेसनल ट्रेनिङहरूको करिकुलम बनाउने, एक्रिडिएसन गर्ने, सर्टिफिकेसन गर्ने, त्यसको मोनिटरिङ गर्ने, त्यो खालको एउटा चाहिँ 6 महिनासम्मको तालिम एनएबिटीले दिने भयो। त्योभन्दा माथि एकाडेमिक तालिमहरू जो छन् 3 वर्षसम्मको लागि होला, जस्तै अब सिटिबिटीले चाहिँ दिएर त्यो एकाडेमिक चाहिँ तालिमहरू उनले दिने भयो। 6 महिनाभन्दा माथिका तालिमहरू, त्योभन्दा माथिका चाहिँ स्किल चाहिँ भनौँ अथवा टेक्निकल तालिमहरू चाहिँ त्यहाँ युनिभर्सिटीहरूले दिने भयो भने अब यो 3 तहको तालिम चाहिँ सरकारले 3 तहबाट दिने स्थिति हुन्छ र त्यो तह दिँदाखेरि चाहिँ त्यहाँबाट कोसँग दिने, फेरि त्यो सरकारले मात्र तालिम दिएर हुँदैन,
जति निजी क्षेत्रका तालिम प्रदायक संस्थाहरू छन् उनीहरूसँग कोअर्डिनेसन गरेर रोजगारदाता र तालिम प्रदायक संस्थाको बीचमा कडीको रूपमा काम गरेर त्यो रोजगारदातालाई चाहिने खालको डिमान्ड ड्रिभेन त्यो रोजगारदातालाई कुन सेक्टरमा कस्तो मान्छे चाहिएको छ उसँग बसेर करिकुलम बनाएर अनि त्यो ट्रेनिङ प्याकेज डेभलप गर्ने काम चाहिँ हामी गर्दैछौँ। त्यसको लागि अहिले एनएबिटीसँग 11वटा संस्थाको बीचमा चाहिँ नि यो बीचमा हाम्रो एग्रिमेन्ट भएको छ, जसमा हाम्रो सुन चाँदी व्यवसायी सँगसँग हाम्रो एग्रिमेन्ट भएको छ। तपाईँलाई आश्चर्य लाग्ला, सुन चाँदी हाम्रो दिदीबहिनीहरूले लगाउने सुन चाँदीको चाहिँ गहना बनाउने मान्छे मुलुकमा चाहिँ 6 देखि लिएर 8 लाखसम्म चाहिँ चाहिएको छन् त ती सबै 99% उनीहरू छिमेकी मुलुकबाट आएका छन्, नेपाली छैन। त्यो रोजगार त रहेछ मुलुकमा छन्। 8 लाख चाहिँ त्यो क्षेत्रका मान्छेहरू। अब अहिले जस्तै तपाईँले प्लम्बर कुरा गर्नुभयो या स्क्याफोल्डरको कुरा गर्नुभयो, 20 लाख मानिसहरू निर्माण व्यवसायिक क्षेत्रमा यहाँनिर काम आवश्यकता छ। त्यसमध्येको अधिकांश मानिस हाम्रा मित्रराजबाट आउँछ, किनभने हाम्रो मान्छेको हातमा हुनर छैन। त्यसरी सिप र हुनर नदिकन रोजगारको कुरा गर्नु हुँदैन। हामी त्यस हुनाले आज बिहान मैले भने अब तिनलाई कसरी सिपमा लिएर जाने, त्यसपछि मेरो अर्को कार्यक्रम छ। त्यो कार्यक्रम भनेको काठमाडौँ स्कुल केटिएस भने काठमाडौँ ट्रेनिङ स्कुल भनेर एउटा अहिले भर्खर सुकेधारामा चाहिँ मैले उद्घाटन गरेर आएँ। त्यो अन्तर्राष्ट्रिय स्तरको एउटा ट्रेनिङ सेन्टर जसले अहिले चाहिँ त्यहाँबाट चाहिँ नि बारिस्टादेखि लिएर अहिले भर्खर बारिस्टादेखि लिएर 5 स्टार होटलको चाहिँ क्याटरिङदेखि लिएर केयर गिभरदेखि लिएर सबै खालको ट्रेनिङ उनीहरूले गरिरहेका छन्। त्यो मैले अहिले उद्घाटन गरेँ। त्यो भने मतलब के भने सिपयुक्त जनशक्ति तालिम तयार हुने भयो छन् त्यहाँ। अब त्यो सिपयुक्त जनशक्ति कहाँ खपत गर्ने त, त्यो रोजगारदाता कहाँ छन् भने खोज्न त पऱ्यो नि। हो त्यो खोज्ने काम तपाईँको पोर्टलले गरेको। सो द्याट्स वाइ यो पुरै एउटा सर्किट भयो आज बिहानदेखि मेरो पनि। अस्ति संयोगले हामी अहिले यही कुराहरू चाहिँ मन्त्रालयमा गरिरहेका छौँ, हामी काम पनि गरिरहेका छौँ। श्रम मन्त्रालय अन्तर्गत गरेका जति पनि चाहिँ हामीले डिजिटल पोर्टल्सहरू छन्, डिजिटल लाइनहरू छन्, त्यहाँ सिस्टमहरू छन्, त्यसलाई हामीले इन्टिग्रेटेड हिसाबले आइएलएमएस बनाइरहेका छौँ। भनेपछि इन्टिग्रेटेड लेबर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम त्यो बनाएर त्यसलाई चाहिँ हामीले के छ भने सबैलाई इन्टिग्रेट गरेर कहाँ पुर्याउँदैछौँ भने 753 पालिकामा श्रम मन्त्रालयको रोजगार सेवा केन्द्र स्थापना गरिएको छ। त्यो रोजगार सेवा केन्द्रमा सम्पूर्ण चाहिँ अनलाइन सिस्टम हामी डिजिटलाइज गरेर पठाउँदैछौँ। त्यहाँ त्यो चाहिँ 753 पालिकामा हामीले श्रम संसार भन्ने एउटा पोर्टल बनाएका छौँ। त्यो पोर्टल अहिले चाहिँ कोशीबाट सुरु भएको छ। अब 753 पालिकामा त्यो डिजिटल पोर्टल चाहिँ एप्लिकेसन त्यहाँ जडान हुन्छ। जो श्रम संसार भनेको चाहिँ त्यो पालिकाभित्र कति मानिस छन्, कति बेरोजगार छन्, कति रोजगारीमा छन्, कति विदेश गएका छन्, कति फर्केर आएका छन्, के सिकेर आएका छन्, कसरी उनलाई टाइअप गर्नु पर्यो र रोजगारदाताहरू कहाँ छन् तिनीहरूसँग पनि हामी टाइअप गर्न खोजिरहेका छौँ। त्यो 753 पालिकाभित्रको कनेक्सन चाहिँ जुम्लाको चाहिँ एउटा चाहिँ चन्दननाथ पालिका र महोत्तरीको औरी नगरपालिकाको बिचमा कनेक्सन हुन्छ। अहिले जुम्लाको चन्दननाथमा एउटा चाहिँ इँटा लाउने मान्छे चाहियो भने त्यो उता छिमेकीबाट आउँछ त्यहाँ, किनभने उसलाई थाहै छैन कहाँबाट आउँछ। तर भोलि उसले चाहिँ यहाँ चाहिन्छ भनेर जनकपुरले थाहा पायो भने जनकपुरका बाँकी मान्छे चाहिँ जुम्ला पुग्छन् त्यहाँ, किनभने यही इन्फर्मेसनको कमी थियो। जसलाई तपाईँहरू जस्तो पोर्टलले पुरा गर्दै हुनुहुन्छ, तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। यो विषयमा हामी सरकारले पनि हामी एउटा नेसनल लेभलको पोर्टल बनाउने हामी काममा लागेका छौँ। अहिले चाहिँ हामीले एउटा नेसनल पोर्टल बनाउन खोजिरहेका छौँ। नेसनल पोर्टलमा यही जबको मिसम्याच, जबको डिमान्ड र उचित हिसाबले एउटा मिसम्याच गर्ने हिसाबको एउटा पोर्टल चाहिँ त्यहाँ। त्यो पोर्टल जुन नेसनल लेभलमा बनाउँदैछु त्यहाँ, त्यो पोर्टलहरू चाहिँ भोलि गएर चाहिँ मैले भने इभेन वैदेशिक रोजगारदेखि लिएर नेपाल सरकार श्रम मन्त्रालय हुँदै तल पालिकासम्म पुग्ने नेटवर्क हामी बनाइरहेका छौँ। सो द्याट सबै इन्फर्मेसन पुग्ने भयो। अब मानव वैदेशिक रोजगारबाट चाहिँ काम गरेका मान्छेहरू आएका छन्, उसले बिजुलीको काम गरेका छ, उसले स्क्याफोल्डिङ काम गरेका छ, उसले प्लम्बिङको काम गरेका छ, 4 वर्ष काम त गरेका छ, तर सर्टिफिकेट त छैन। तपाईँले माग्ने बेलामा त उसले भन्ला म त चाहिँ काम गरेर आएको मान्छे, एक्सपिरियन्स त छ उसँग, बट द्याट हेज नट बिन सर्टिफाइड, नट बिन टेस्टेड।
तपाईँले काम गर्ने बेला के भन्छ भाइ तेरो सर्टिफिकेट ले तिमी यदि चाहिँ नि इलेक्ट्रिसियन हो भने त्यो सर्टिफिकेट चाहियो नि विचारबाट सब कुरो गर्न आउँछ तर सर्टिफिकेट छैन त्यो कारणले उसले काम पाइरहेको छैन त्यसैले त्यस्तोलाई उसको चाहिँ स्किललाई टेस्ट गरेर त्यो लेभल यदि पुगेन भने थप दिएर उसलाई सर्टिफाई गर्ने काम पनि हामी गर्दैछौँ त्यसको लागि पनि के भने चाहिँ तपाईहरु जस्तो पोर्टल चाहियो त्यो उनीहरूले नेसनल पोर्टल बनाइराखेको थियो हामी छलफल गर्दै थियो त्यो विषयमा चाहिँ हाम्रो युवा बसेती हुनुहुन्छ मेरो चाहिँ अब आइटी सल्लाहकार विज्ञ सल्लाहकार हुनुहुन्छ उहाँ यो काममा लागिराख्नु भएको छ त्यहाँ हामीले सबै नेसनल लेभलको चाहिँ के भने एउटा टाइअप गरेर खोजिराखेका छौँ र त्यो एउटा प्लेटफर्म बनेपछि त्यहाँबाट चाहिँ सबै जति पनि एप्लिकेसनहरू छन् त्यसलाई टाइअप गर्छ तपाईँहरू अहिले प्राइभेट सेक्टरमा जति बनाइराख्नु भएको छ तपाईँहरूको अहिले लिमिटेसन हो त्यहाँ जस्तो अहिलेको चाहिँ तपाईँहरूको क्यापेसिटीको लिमिटेसन हो यहाँ लगाए पनि सर्ट एरिया तपाईँले गर्नुपर्छ त्यहाँ तर तपाईँको यो चाहिँ लिमिटेसन चाहिँ नि रहँदैन भोलि गएर तपाईँ नेसनल सिस्टममा आउने बित्तिकै त तपाईँ प्रत्येक पालिका पुग्यो त्यहाँ प्रत्येक पालिका तपाईँ पुग्ने बित्तिकै तपाईँसँग जोडिने पर्छ त्यहाँ त्यस हुनाले चाहिँ यो एप्लिकेसनहरू छ हामी के भन्दछौँ भन्दैछ भने रोजगार दिने काम पनि सरकारको होइन रोजगार त प्राइभेट सेक्टरले दिने हो रोजगार प्राइभेट सेक्टरले दिने हो या स्वरोजगार होस् या उसको हातको हुनर होस् अहिले हामी एकछिनले मानौँ हामीले हेरेका छौँ त्यति मात्र होइन वैदेशिक रोजगारमा गएबाट फर्केर आएका मानिसलाई उसको अन्टरप्रिन्योरसिप कसरी डेभलप गरिन्छ त्यो नोकरी मात्र खाने कुरो होइन उसले कमाएर ल्याएको केही पैसा केही पुँजी र उसले कमाएर ल्याएको चाहिँ अनुभवलाई चाहिँ नि यदि उसले उद्यमशीलतामा लिएर जान सक्छ भन्ने चाहिँ नि त्यसको लागि पनि के छ भने पुँजीसँग पनि हामी जोड दिन्छौँ त्यहाँ अहिले केही ब्याङ्क्सहरूले नामै लिएर भन्दा पनि ग्लोबल आइमी ब्याङ्कले चाहिँ म उद्यमशीलता भनेर म उद्योगी भन्ने हिसाब किताबबाट 10 करोडको एउटा चाहिँ उनीहरूले लिमिट राखिरहेको छ सो द्याट के भन्छ उनीहरूले आएपछि त्यहाँबाट अब के भने के गर्ने नेपालमा गएर कहीँ पुँजी पनि छैन केही पनि छैन काम गरेको बुद्धि भनेको कुरो चाहिँ अब अन्त्य गर्नुपर्छ अब नेपालमा फर्केका मान्छेले नेपालै बस्नुपर्छ फेरि फर्केर जानु हुँदैन त्यसको लागि हामीले प्रयास गरेका छौँ त्यस हुनाले हामीले जुन आगामी दशक बनाएका छौँ आगामी 10 वर्ष हामीले आन्तरिक रोजगार प्रवर्धन दशकको रूपमा हामीले घोषणा गरेका छौँ सम्माननीय प्रधानमन्त्री घोषणा गर्नुभएको छ त्यसको आधारमा हामी जुन कार्यक्रम बनाएको छौँ त्यसमा आगामी वर्षदेखि हामीले चाहिँ एउटा नयाँ कार्यक्रम लन्च गर्छौँ त्यो भनेको स्किल नेपाल भनेर स्किल नेपाल सिपयुक्त नेपाली यो कुरा हामीले अगाडि बढाउन खोजिरहेछौँ जब नेपाली सिपयुक्त हुन्छ जब उसको हातमा सिप हुन्छ रोजगार उसको ग्यारेन्टी हुन्छ त्यति मात्र होइन हामीले यदि स्तरीय चाहिँ सिप तयार गर्न सक्यौँ हामीले सिपयुक्त चाहिँ एउटा स्ट्यान्डर्ड एउटा इन्टरनेसनल लेभलको चाहिँ सिपयुक्त जनशक्ति तयार गर्यो भने त्यति बेला मात्रै अनि वैदेशिक लगानीको ओहिरो त्यति बेला मात्र आउँछ वैदेशिक लगानी भने यहाँ भाषण गरेर वैदेशिक लगानी आउँदैन 3वटा चिज चाहिन्छ उनीहरूलाई चाहिँ सबभन्दा पहिलो कुरो राजनीतिक स्थिरता अथवा उसको पुँजीको चाहिँ नि एउटा एम्बियन्स एउटा चाहिँ वातावरण छ त्यहाँ जहाँ हडताल यताउति नहोस् त्यहाँबाट चाहिँ किन मलेसिया मान्छे लगानी गरेका छन् किन दुबईमा मान्छे लगानी गरेका छन् पाइँदैन त्यहाँ हडताल गर्न हामी बहुत ज्यादा अधिकार कर्मी कुरा गर्छौँ त्यहाँ जेगा पनि हडताल गर्न खोजिहाल्छौँ त्यहाँनिर तर अहिले एउटा राम्रो कुरो के भएको छ भने अहिले श्रम मन्त्रालयले विशेष गरी श्रम मन्त्रालय भनेकै त्रिपक्षीय सङ्गठन हो त्रिपक्षीय सङ्गठन भनेको एउटा ट्रेड युनियन श्रमिकको सङ्गठन हो एउटा रोजगारदाता र ट्रेड युनियनको बिचमा मध्यस्थताको भूमिका खेलेर हामी सामञ्जस्यता एउटा सहकारीको आधारमा सामञ्जस्यको आधारमा हामी अगाडि बढ्छौँ त्यसले गर्दा फेरि तपाईँलाई याद होला 5-7-10 वर्ष हेर्नु यतापट्टि आएर चाहिँ के भने धेरै अब हडताल भन्ने कुराहरू चाहिँ नि धेरै घटेर गएको छ किनभने हामीले त्यो एउटा ट्राइपटाइप त्रिपक्षीय एउटा चाहिँ समझदारी विषयमा अगाडि बढाउन खोजिरहेका छौँ त्यति बेलाको अवस्थामा चाहिँ नि अहिले जति अहिले भर्खर मेरो साथी उहाँले कुरा गर्नुभयो डाक्टर माधव होला उहाँले कुरा गर्नुभयो हामी 5 स्टार रिजोर्ट ल्याउँदैछौँ त्यहाँ आज 7वटा 8वटा 5 स्टार होटल चाहिँ यो बिचको दरमियान काठमाडौँ आइसकेको छ भनेपछि किन आइरहेको छ त्यो वातावरण बन्दैछ तब न आइरहेको छ त्यो वातावरण बन्दा फेरिको अवस्थामा त्यसको निम्ति सबभन्दा महत्त्वपूर्ण विषय के हो भने अलिकति सस्तो तर सिपयुक्त जनशक्ति यदि हामीले तयार गर्न सक्यौँ भने अनि बल्ल चाहिँ के छ भन्नु चाहिँ चाहे इन्डस्ट्री होस् चाहे त्यो चाहिँ सर्भिस इन्डस्ट्री होस् त्यो चाहिँ आउँछ त्यहाँ
त्यसको लागि त्यसको लागि पनि के छ भने एउटा वातावरण तयार हुँदै गइरहेको छ। यो वातावरण तयार गर्नको लागि चाहिँ नि सबभन्दा महत्त्वपूर्ण विषय भनेको सरकारले गर्ने होइन, सरकारले फेसिलिटेट गर्ने हो। सरकारले कारोबार गर्ने पनि होइन, सरकारले व्यापार गर्ने पनि होइन, सरकारले फेसिलिटेट गरिदिने हो, सहजकर्ता हो सरकार। कारोबार र व्यापार निजी क्षेत्रले गर्ने हो या सामाजिक क्षेत्रले गर्ने हो, त्यसको लागि सरकार तयार छ। पार्टनरसिपमा अगाडि बढ्न तयार छ। तपाईँले जुन एउटा पोर्टलले बनाउनु भएको छ त्यस्तै किसिमबाट हामी पनि काम गरिरहेका छौँ। अनि एउटा ठाउँमा गएर चाहिँ हामी सँगै बस्छौँ, सँगै काम गर्छौँ। त्यो पोर्टल सबैले प्रयोग गर्न सक्छ। र सबभन्दा ठुलो कुरो के भने एकदमै सिम्पल कुरा छ। म नै यदि सेनापति कुरा गरौँ, मलाई नै एउटा राम्रो उपयुक्त ड्राइभर खोजेको छ भने कसलाई भन्न जाने मैले जानु भाइ एउटा पठाइदिनुहोस् न भने को मान्छे हो के मान्छे पनि थाहा छैन। त कमसेकम के भने तपाईँले एउटा यस्तो सूचनाको केन्द्र ठाउँ बनाइदिनु भयो जहाँ कमसेकम दुईटैको मिलन हुनसक्छ। त्यहाँ त्यो अहिले सबभन्दा महत्त्वपूर्ण विषय हो जसलाई तपाईँले हात हाल्नुभयो। तपाईँले बहुत राम्रो काम गर्नुभएको छ। तपाईँहरूलाई सम्पूर्ण सरकारतर्फबाट पूर्ण हामी सहयोग र समर्थन गर्छौँ र तपाईँले यो कामलाई चाहिँ विस्तार गर्दै लिएर जानुहोस्। सरकार चाहिँ सहकार्य गर्न तयार छ भन्दै म तपाईँहरू सबैलाई चाहिँ त्यहाँ चाहिँ नि सबै संलग्न साथीहरूलाई धन्यवाद दिन चाहन्छु। टेक्नोलोजी भनेको कुरो के भने यो बेस हो। यो बेसको ग्याप एनालाइसिस गर्दै जे कुरा कमी हुँदो रहेछ त्यसलाई रिफर्म गर्दै अगाडि बढाउँदै लिएर जाने कुरा हुन्छ। त्यो तपाईँहरू गर्नुहुन्छ भन्ने कुरो के टु स्टार्ट विथ सुरुवात गर्नु नै ठुलो कुरा हो। त्यो तपाईँले सुरुवात गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूसँग सहकार्य गर्ने कुरा यहाँ राख्दै म बिदा लिन्छु। धन्यवाद।